ल आज म मेरो करेसो बारीमा म यो अब माछी खोर्सानी टिप्दैछु र साथीहरू आज करेला हेर्नुहोस् त साथीहरू अब आज यो करेला खाने हो अब करेला टिप्दैछु म मेरो करेसो बारीमा आज अब करेला मजाले फलेको छ साथीहरू हेर्नु अब करेला यस्तो फलिन्छ अब करेला हेर्नुहोस् त साथीहरू मजाले फलेको छ यहाँ गोलबेरा फुल्दैछ मसिनो गोलबेरा यो क्याप्सिकम आज टिप्दैछु म आज यो खाने हो तरकारी आज क्याप्सिकम टिपेर क्याप्सिकम राम्रो फलाउनु भएको रहेछ एकदम फलेको छ आज यही खाने हामी ल ठिक छ राम्रो छ माछी खोर्सानी नि फलेको छ है मिहिनेत चाहिँ राम्रो गर्नुभएको रहेछ त्यसलाई चाहिँ यसपालि जे होस् फलेको करेसो बारीमै कुहिसक्यो तपाईँले त तरकारी किन्नु पर्दैन होला पर्दैन एकदम करेला यसपालि माछी खोर्सानी धेरै छ तर धेरै फलाएको छु करेला नि होइन कत्रो कत्रो करेला फलाउनु भएको रहेछ हेर्नुहोस् त एकदम फलेको छ रहर लाग्ने खालको फलाएको छ ठिक छ करेला सबैले यस्तै मिहिनेत गर्ने हो भने राम्रो हुन्छ एकदम भइरहेछ आज बोडी पनि अलिक बेला भएर चाहिँ बोडी खानलाई चाहिँ बेला भइसक्यो बोडी धेरै फलेको छैन तर एक दुईवटा फलिरहेको छ ठिकै छ अब करेला फल्दैछन् माछी खोर्सानी फल्दैछन् अब थुक सानो गोलबेरा फलेको छ मसिनो मसिनो तर पाकेर हिँड्छ तै पनि यो पनि आज टिप्दैछु यो झ्यान्टे झ्यान्टे फलेको छ बिहान त कत्रो फलेको छ माछी खोर्सानीहरू फलिरहेको छ साथीहरू आज बिहान माछी खोर्सानीहरू टिप्दैछु